हेलो गाइज वेलकम टु माई ब्लग। आज मैले ब्लग लिएर आएको छु, मिनी ब्लग लिएर आएको छु। आज होली हो, होली स्पेसल लिएर आएको छु। हजुरले बाई द टाइटल पनि थाहा पाइसक्नुभयो होला। ह्याप्पी होली सबैलाई। फर्स्ट अफ अल आज माछा आज दिजूले माथि बोलाइसकेको थियो। यहाँ माछा तारेछन्, मासु तारेर छन्। सन्दीपले मस्त यो तिल पेस्ट गराएको थियो। यता अन्दिजूले खसीको मासु बनाइसकेको थियो। प्याज काटेर रेडी गरेर राखेको थियो, टमाटर पनि काटेर रेडी गराएको थियो। अनि अचार हेर्न सक्नुहुन्छ, हामी बनाउन रेडी छ, तर पछि भिडियो गर्नै बिर्सेछु। त्यो प्याज हालेर त्यही मासु बनाउन लागिरहेछन् सन्दीपले। प्याज चाहिँ मस्त उता तारेर राखेको छु, कुखुराको मासु। म चाहिँ मस्त भिडियो खिचेर बसिरहेको छु, पछाडि चाहिँ सन्दीपले मस्त पकाएर बसिरहेछन्। म चाहिँ केही गर्नु छैन होइन, भिडियो गराए बस्यो, मेरो केही कामै थिएन। अनि सन्दीपले माछा नितारिरहेको रहेछन्, मस्त मैले भिडियो गराएर बसेको थिएँ। तेल चाहिँ कालै भएछ, डढेछ। माछा हेर्न सक्नुहुन्छ, माछा तारिरहेको छन् सन्दीपले। कस्तो दामी भयो थियो, तर आज मेरो कस्तो जहिले यस्तै सोमबार बिहिबारहरू मैले बार्छु कि त्यही बार पर्छ कि यस्तो सेलिब्रेसनहरू। अनि हामी तल आयो टिका लगाउन, सबैजनाले एकअर्कालाई टिका लगाएर सेलिब्रेट गर्दैछौँ। हामी रमाइलो गर्छौँ। फर्स्टमा त रमाइलो भइरहेको थियो, थोरै टिका फोटो खिच्नुको लागि भन्दै थोरै लगाइरहेको थियो। पछि एक्कासी सीताफुवाले मस्त सबैलाई दल्दैछ। अन्दिजूले नि हेर न, ल सबै फोटोसोटो त्यस्तै भयो। गोरु अरोरा चाहिँ कलर बोक्दै हिँडिन्छ। मासु चाहिँ सानी भए पनि उसलाई चाहिँ जस फर्स्ट टाइम भएर उसलाई रमाइलो लागिरहेछ। उसको भर्खरै 2 वर्ष हो नि त, 2 वर्ष पुगेर अहिले यता आयो। म चाहिँ धेरै नलाइदिएछ है, फोटो खिच्नु मिल्ने गरेर लगाइदिएछ भनेर थोरै लगाएर बसेको थिएँ फर्स्टमा। अनि सबैले कलर लगाएको हेर्दै बसेको थियो। उता सीताफुवा आएर मलाई कलर गरिदिएछ, लास्टमा त कलरै बिगारिदिएछ। जे पाए त्यही कलर लगाइदिएर आज लास्टमा, आज होली हो, त्यस्तो हुँदैन भनेर मलाई त यस्तो कुरूप बनाइदिइहाल्छ नि। हुन त त्यस्तो राम्रो त होइन कि, तर पनि अरोरालाई चाहिँ बोलाइरहेको छु, नमानेको के ऊ आफ्नै मम्मीसँग पछि लाएर जानु पऱ्यो अरे के। कति रमाइरहेछ के कलर देखेर। यता दाजुहरूले नि सबैलाई कलर लगाइदिँदै भएपछि त्यो सानो बुवाले भिडियो खिच्दै, सानो बुवाले सबैलाई कलर लगाइदेऊ भन्दै कलर लगाइदिँदै एकअर्काले कलर लगाएर रमाइलो गरिरहेको थियो हामीले। ह्याप्पी होली गाइज, आज होली, बुरा नमानो, होली है होली होली। एकअर्काले कलर लगाउँदै हामी इन्जोय गरिरहेको छौँ। रमाइलो भएको थियो यसपालिको होली। जे होस् सबैजना भएर नि होला, च्यानमाहरू पनि आइसक्यो उताबाट होली खेल्नुलाई। अनि हामी सबै मस्त होली खेलिरहेको छौँ। च्यानबुवाले फेरि भिडियो खिच्दै भइसिन्छ। हाम्रो त यो कलर नबलेर नउडेर कस्तो झेउ भएको थियो। हावा पनि लागिरहेको थियो त्यही बेलामा, हावा फेरि त्यही बेला लाग्दिनु पर्ने के। फर्स्ट टाइम उस गर्न लागि अन्दिजूको बोल्यो भनेर मक्ख परेको त लास्टमा बोल्दै नबल्दिरा। कति ट्राई गरेँ, यताउति गरेर सलाई पार्दै भइसिन्छ, त्यही पनि बोलेन। उस हुँदैन। उता हेर्नु न, हाम्रो सानो पप्पी, उसलाई पनि होली लागेछ, उसले पनि कलर खेलिरहेछ। अरोरालाई त के कुरा गर्नु। उता ल भित्र आएपछि चाहिँ बल्ल भयो, दिदी चाहिँ रमाइछ। कस्तो रमाइलो भएको थियो आज। मस्त नाच्दै भइसिन्छ, इन्जोय गरिरहेको छ। रिजुले चाहिँ के सिकाइरहेछ त्यहाँ बसेर, राम्रो देखेको थियो। सानोले भिडियो खिच्दै भइसिन्थ्यो उता। ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली। आर्साको नि बल्यो लास्टमा, फाइनली सबैको बल्यो होइन। बाहिर त हावा चलेर नबलेर आएको रहेछ, भित्र आएपछि त बल्यो। रमाइरहेछौँ सबैजना, रमाइरहेको छ। उता दिजूहरू, दाजुहरू, बेनाजुहरूले सबै ट्राई गर्छ। त्यो आर्साको त झन् उसको त उसलाई त डह्रो होली लाग्यो यसपालि। आर्सा नाचिरहेछ, होली 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 होली।
सबैको हातमा क्यामेरा हुने क्या अहिले त अनि त्यसपछि हामी चाहिँ चोकतिर गयौँ चोकतिर नि के हाम्रो टोलतिर गयौँ अनि त्यसपछि उता नाच्दै होइसिन्थ्यो अनि हामी पनि सँगसँगै नाचेर बस्यौँ सबैजना हामी